वैकल्पिक तरिकाले चाहिँ धानको खेती गर्नेतर्फ हामी जुटिसकेका छौँ। यहाँहरूलाई देखाउन सक्छौँ अहिले यो डिएसआर प्रविधि, यो पुरानो विधिलाई, जुन पुरानो विधि अनुसार चाहिँ धान छर्ने विधिलाई आधुनिक मेसिन र औजारले यो प्रविधि मार्फत चाहिँ धान खेती गर्दाखेरि लागतमा चाहिँ तपाईँको 40 देखि 50% न्यूनीकरण गर्न सकिन्छ भने पानीको बचतमा चाहिँ करिब 40% चाहिँ 30 देखि 40% बचत हुन्छ भने श्रम शक्तिमा 50% ले गिरावट आउँछ। र यो प्रविधि अहिले परम्परागत झन्झटिलो प्रविधि भन्दा यस प्रविधिबाट चाहिँ खेती गर्न थोरै मेन पावरबाट पनि यसबाट चाहिँ तपाईँको धेरै जमिनमा चाहिँ खेती गर्न सकिन्छ। आधुनिक औजार उपकरण र प्रविधि, झारनाशक विषादी जस्ता प्रयोगबाट चाहिँ धेरैभन्दा धेरै जमिनमा चाहिँ खेती गर्न सकिने र परम्परागत रोपाई विधिबाट चाहिँ गर्दाखेरि धेरै जनशक्ति लाग्ने भएको हुनाले अहिले झन्झटिलो प्रक्रिया अन्तर्गत पर्दछ। र यहाँहरूले पनि यो तरिकाबाट चाहिँ धान खेती गर्न चाहनुहुन्छ भने हामीसँग आउनुहोस्। नियमित रूपमा हाम्रो भिडियोहरू चाहिँ यहाँहरूले वाच गर्दै जानुहोस्। यहाँनिर चाहिँ हामीले इसान कृषि पशुपन्छी फार्ममा मिति 2082-83 साल असार महिनाको हामीले 6 गतेका दिन यहाँ चाहिँ डिएसआर प्रविधिबाट चाहिँ 10 कट्ठा जमिनमा धान खेती गरेका हौँ। उक्त प्रविधि अन्तर्गत चाहिँ अहिले हामीले यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ धान लगाइसकेका छौँ र धान आज चाहिँ 1 महिनाको भएको छ। 1 महिनाको धानमा हामीले अब पानीलाई चाहिँ यसरी जमाउन थालेका छौँ। त्योभन्दा पहिला हामीले पानी जम्न दिएका छैनौँ र यसलाई झार चाहिँ हामीले पूर्ण रूपमा नियन्त्रणमा ल्याइसकेका छौँ। अब यसको चुनौती भनेको झार नियन्त्रण गर्ने हो। यो प्रति कट्ठा यस प्रविधिबाट चाहिँ धान खेती गर्दाखेरि 2200 रुपियाँ लगानी हुन्छ भने जुन परम्परागत रूपमा गरिने धान खेतीबाट चाहिँ प्रति कट्ठा लागत धेरै आउँछ। त्यस कारणले तपाईँ प्रविधिको प्रयोग गरेर चाहिँ धान खेती गर्नुभयो भने लागत न्यूनीकरण गर्न सकिन्छ र न्यून लागतमा तपाईँहरूले चाहिँ धान खेती गर्न सक्नुहुन्छ। अहिलेको श्रम शक्ति बजारमा नपाउने र कृषिमा श्रम गर्ने मान्छेहरूको अभाव भएको अवस्था छ। त्यस्तो अवस्थामा धानको लागत पनि बढी छ। परम्परागत विधिमा चाहिँ 3 देखि 4000 रुपियाँ प्रति कट्ठा चाहिँ सुरुदेखि अन्त्यसम्मको खर्च आउँछ भने यस डिएसआर प्रविधिमा सुरुदेखि अन्त्यसम्मको लागत हामीले हिसाब गर्दाखेरि 2200 रुपियाँमा खेती गर्न सकिन्छ। धान पनि यति राम्रो छ। यो हामीले बहुगुणी 2 जातको धान यहाँ रोपेका छौँ। तपाईँहरूले पनि यसै तरिकाले चाहिँ खेती गर्न चाहनुहुन्छ भने हामीसँग आउनुहोस्, हातेमालो गर्नुहोस्। हामी तपाईँहरूलाई प्रविधिहरू सिकाउन तयार छौँ। यही कुराहरू चाहिँ यहाँहरूलाई राख्न चाहन्छु। फेरि पनि यस्तै तपाईँहरूलाई आवश्यक पर्ने सरसल्लाहहरू चाहिँ दिन तयार छु। अब यस धानमा अलिअलि आएको झार चाहिँ हामी हटाउँदैछौँ र 20 देखि 25 दिनमा हामीले जिङ्क र युरियाको टप ड्रेसिङ पनि गरिसकेका छौँ। र अब कहीँ मेसिनले बिउ खसालेको ठाउँमा हामी रोप